भौतिक उपस्थिति भन्दा ठूलो भावना। श्रम संस्कृतिमा 19,000 भन्दा बढी सहयोग। श्रम संस्कृति उलाबारी नगर कमिटीद्वारा सञ्चालन भइरहेको श्रम अभियानलाई ताप्लेजुङ घर भई हाल रोजगारको सिलसिलामा परदेशमा रहनुभएका समाजसेवी ताप्लेजुङे कान्छा पराज्यूले उल्लेखनीय आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उहाँले आफ्नो धर्मपत्नी पदममाया तामाङ चेम्जुङ, छोरा युमिन परा र छोरी युन्चु परा सहित सम्पूर्ण परिवारको तर्फबाट श्रमदानमा खटिने स्वयंसेवकहरूका लागि 10,500 बराबरका टी सर्ट र रु 5,000 बराबरको ह्यान्ड ग्लोभ्स साथै पानी र खाजा समेत गरी जम्मा 19,275 सहयोग गर्नुभएको छ। परदेशमा रहनु भएकोले भौतिक रूपमा श्रमदानमा सहभागी हुन नसके पनि आर्थिक सहयोग मार्फत श्रम संस्कृतिलाई मजबुत बनाउनु भएको उहाँको यो योगदान अत्यन्तै प्रेरणादायी र प्रशंसनीय रहेको छ। यस सहयोगप्रति श्रम संस्कृति पार्टी उलाबारी नगर कमिटी तथा हर्कबाद टिमको तर्फबाट समाजसेवी कान्छा परा परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। परदेशमा रहेर पनि आफ्नो माटो र श्रम संस्कृति प्रतिको माया र जिम्मेवारी देखाउनु भएकोमा उहाँको योगदानले सम्पूर्ण श्रमदाताहरूको मनोबलमा उच्च बढेको छ। कान्छाबाट चाहिँ हामीलाई यो चाहिँ 10,500 को चाहिँ यति बेला टी सर्ट प्राप्त भएको छ र हाम्रो बहिनीले लगाइ पनि सक्नु भएको छ। आन्टीले पनि यति बेला ताप्लेजुङ हे कान्छा ताराजीले पठाउनु भएको यो भेस्ट यति बेला लगाउन आँट्नु भएको छ। ल खिचे दाजु यस्तो खालको ग्लोभ्स भौतिक रूपमा नैतिक रूपमा सहयोग गर्नुहुने सहयोगी अर्थात् विशेष गरेर चाहिँ आर्थिक सहयोग गर्नुहुने श्रम संस्कृति पार्टी अध्यक्ष हाम्रो चन्द्रबहादुर धिमालज्यूले चाहिँ 10वटा कुर्सी र एउटा टेबल हामीलाई किनिदिनु भएको छ। यसै गरी ताप्लेजुङे कान्छा परा हाल परदेश उहाँले ठेगाना खुलाउनु पर्दैन भन्नुभएको छ। उहाँले चाहिँ उहाँको श्रीमतीको नाम पदममाया परा, छोरा योइम परा, छोरी योङचु परा, रकम रु 19,274 रुपियाँ हामीलाई उपलब्ध गराइदिनु भएको थियो भने 10,500 को टी सर्ट खरिद लिइसकेको छौँ। त्यसै गरी 5,000 को ह्यान्ड ग्लोभ्स अहिले हामीले प्रयोग गरिरहेको ह्यान्ड ग्लोभ्स अघि यो कालो खालको ह्यान्ड ग्लोभ्स चाहिँ लिइसकेको 50 पिस 5,050 र खाजा चाहिँ 3,775 को खाजा हामीलाई दिनुभएको छ। त्यो हामी रहेको फेरि खाजा पानी अथवा औजारमा पनि प्रयोग गर्नेछौँ।